हेलो गाइस, गुड मर्निङ। ग्राउन्ड कम्ती ठुलो छ र गएको छ चालु गर हजुर गएको छु बजे। त्यहाँ त्यो रनिङ हेर्नु त्यहाँको अम्बो हेर्नुहोस् है, म यही स्कुल पढेको पहिला होइन, अन्त यत्रोदेखि नै बाजे त्यस्तो थियो। अहिले कोसिस मलाई यत्रो भइसक्यो हो, तर पनि अब हुन्छ, यत्रो यत्रो छ। अहिले चाहिँ बाजेको वर्ष चाहिँ 95 पुगिसक्यो, तर पनि घाँस काट्नु हुँदैछ। हेर्नुहोस् है गाइसहरू, हेर्नुहोस् योहरू सबै बाजेले काट्नु भएको। मेरो पनि ट्रेनिङ छ कि हजुर यहाँ छोरा बुहारीले भात पकाइदिन्छ हजुर हो, हजुर खानै कर लाग्यो। हजुर अन्त यस्तो ट्रेनिङ गरेन भने त त्यो पच्दैन। हजुर हजुर अन्त भन्छ हामीलाई सरम हुन्छ, किन काटेको घाँस त्यही यस्तो त नगर्नु भन्छ हो। हेर्दा त त्यस्तै हुन्छ, तर एक्सर्साइज पनि हुन्छ नि बाजे। त्यसो भन्छ भने भात मेरो लागि नपकाउनु, पचाउनु पर्यो नि त। अम्बो। अन्त तिमीहरू यस्तो एक्सर्साइज गर्नेहरूले पनि अलिक दुधहरू केहरू चाहिँ खानुपर्छ। ए हजुर एक्सर्साइज मात्रै हेर्नुहोस्, गरेर अम्बो भन्छ, फेरि मान्छे घाँस काटेको बाजेले। हो बिहान अलिक दुध, काँचो अन्डा हो, हजुर काँचो अन्डा खाएर एक पात दुध खाऊ, काँचो दुध एउटा अन्डा खाऊ, अन्त रनिङ त्यो के पनि हुन्छ। लु चाहिँ हेर्नुहोस् है अङ्कल आन्टीहरू होइन, जति पनि हेर्नुहुन्छ 95 पुगेको बाजेले चाहिँ अब यहाँसम्मको काम गरिरहेछ होइन। यो हेरेर चाहिँ तपाईँले अब के अब बाजेकोबाट मोटिभेसन लिनु होला अब है। भयङ्कर छ यो स्कुलै ब्यान्ड भइसक्यो। बाजे अब जस्तोको जस्तो अब म नै अहिले झन्डै 25 पुगिसक्यो। अन्त अलिक उमेर कति पुग्दैछ मेरो?